कुमार कट्टेल निर्देशित चलचित्र लाज शरणमले प्रदर्शनको 51 दिन पूरा गरेको छ। फागुन 14बाट रिलिज भएको चलचित्रले हिजोबाट थुप्रै हलमा 51 दिन मनाइरहेको छ। यो सिनेमाले 13वटा हलहरूमा 51 प्रदर्शनको औँदिन मनाएको हो। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो चलचित्र अहिले पनि काठमाडौँका कियोपेक्स आइएनआई च्यानल सहित कीर्तिपुर बीएसआर रञ्जना बिग सिडिसीमा प्रदर्शन भइरहेको छ। लाज शरणमले हालसम्म 5 करोड रुपैयाँ क्रस कलेक्सन गरेको निर्माता टिमले बताएका छन्। चलचित्रमा सीताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणी योगी, अर्पण थापा लगायतको अभिनय रहेको छ।